साथीहरू यो होममेड साबुन कसरी बनाउने भन्दा मैले सिजनको सुन्तलाको बनाउन लागेको छु। सुन्तला लिए, रोजमेरी लिए, करी पत्ता पनि लिए साथीहरू। अनि त्यसलाई मसिनो गरी ग्राइन्डर गरिदिएँ। त्यसपछि अझ टुक्रा टाक्री छ कि भनेर छान्नेले छानिदिउँ। अनि मैले यो दराजबाट मगाएको छु सोबेस चाहिन्छ हामीलाई हैन। अनि गेल्सिरिनको लिएछु मैले। हजुरहरूलाई अरू पनि लिन पाउनुहुन्छ, अरू पनि स्किन हेरेर। अनि सोबेस लिइसकेपछि अब त्यसलाई घुलाउनलाई मैले पानी तताएँ। पानीमा राखेँ अनि मजाले फिट्नुपर्छ। फिट्दै त्यो घुल्छ। अनि हामीले घरमा बनाउँदा चाहिँ हामीलाई आफ्नो इच्छा अनुसारको सामान राख्न पाइन्छ नि त। मैले चाहिँ अब सुन्तलाको बनाएँ, हजुरहरूले बेसनको पिठोको पनि बनाउन सक्नुहुन्छ कागतीहरू हालेर। अनि मैले यसमा अलिकति हनी र नारियल तेल हालेको छु। अनि मजाले फिटिसकेपछि अनि भाँडोमा राखिदिने। मेरो सानो भाँडो छ, मैले यसमै बनाएँ। अब तयार भयो साथीहरू घरमा साबुन। अब जेको बनाउनु भए पनि हुन्छ, एकदम सजिलो रहेछ। घरमा फिज पनि मजाले आउने कि हातहरू धुनलाई आफ्नो स्किन